पहिला हामी आज सन्तान भेटघाट भएर केही छलफल आज पहिलोचोटि मेरो घरमा आउनुभएको छ र उहाँलाई स्वागत पनि छ र हामीले आज जुन अहिलेको देशको विषम परिस्थिति छ एकदमै अप्ठ्यारो मोडमा देश छ त्यो अप्ठ्यारो मोडबाट देशलाई जोगाउन र आगामी दिनको बाटो चाहिँ कोर्नको लागि हामी एक भएर जानुपर्छ हामी सबै एक भएर जानुपर्छ जेनजी पुस्ताले जुन विषय उठाएर यत्रो ठुलो आन्दोलन भयो यत्रो ठुलो परिवर्तन भयो अब देशलाई कसरी डोर्याउने भन्ने विषयमा जेनजी पुस्ताका साथीहरूसँग र उहाँहरूसँग सहकार्य गरेर उहाँहरूलाई अनबोर्ड गरेर चाहिँ जानुपर्छ र जस्तोसुकै परिस्थितिमा पनि हामी एक भएर जानुपर्छ भन्ने कुरा हाम्रो एउटा एक किसिमको सहमति छ। अब परिस्थिति जस्तो पनि आउन सक्छ र हामी चाहिँ यही भनेर हामी मात्रै हो भनेर जाने होइन जस्तोसुकै परिस्थितिमा पनि हामीले देशलाई डोर्याएर जानुपर्छ र आगामी दिनमा पनि अब आगामी